साथीहरू जापानमा आएर थाहा भयो कि मलाई होइन नेपालमा हुँदाखेरि चाहिँ मलाई थाहा नै थिएन कि यो कुरा होइन भन्दा नि फिलै नहुने क्या मान्छेलाई होइन फिलै नहुने मान्छे भने कति पापी प्राणी हो नि होइन अहिले आएर चाहिँ मलाई चाहिँ जापानमा चाहिँ है आनन्दले 1 बजे कामबाट निस्किनु पाउनु भनेको कफी खान पाउनु भनेको होइन घाममा यसरी निस्किन पाउनु भनेको कति भाग्यमानी म कति भाग्यमानी भन्ने फिल गरिरहेको छु कि साथीहरू साँच्चै हो है साँच्चै हो हामी नेपालमा बसेर खान पाउने अब बसेरै खायो भने त यहाँ त पुग्दैन होइन अलिअलि त कमाउनु परिहाल्यो अब कमाउनु त मन छ फेरि नभएको त होइन तर अब यस्तो हो कि थोरै थोरै काम गर्ने कि एउटैमा धेरै काम गर्न नि सकिँदैन फेरि है यो देशमा एउटै कम्पनीमा भनौँ अब कम्पनीमा भनौँ पसलमा भनौँ बिहानदेखि बेलुकासम्म काम गर्दा थाकिन्छ धेरै थाकिन्छ बरु 5 घन्टा एउटामा 4 घन्टा एउटामा 5 घन्टा एउटा गऱ्यो भने सकिन्छ है अनि यसरी घाम ताप्न पाउँदा निस्किन पाउँदा यति आनन्द आउने घाम देख्न पाउँदा नि अझै पनि हिजो अस्ति पानी परेर कस्तो भइरहेछ क्या चिसो चिसो भइरहेछ नि त अनि टक्क कामबाट निस्केर तातो घाम खान पाउँदा अनि टक्क यसरी मास्क खोल्छु होइन अनि कोही यसरी खाँदै हिँड्छु क्या अनि सुख भनेको यही रहेछ आनन्द भनेको यही रहेछ भाग्य भनेको यही रहेछ जस्तो लाग्छ साँच्चै हो है यही हो साथीहरू मान्छेलाई धेरै त्यो गाडीले सुख दिने होइन घरले सुख दिने होइन सुख भनेको त यस्तो चिजमा रहेछ कि आनन्दले घाम खान पाइएछ एकचोटि यस्तो पनि बेला थियो कि मेरो 1 वर्ष भनौँ न घामै देख्न नपाउने क्या देख्न त पाए पनि फिल गर्न भनौँ न अब निस्किन मन लाग्ने बाहिर फेरि घामहरू पुरै उज्यालो ठाउँमा अर्कै ठाउँमा गरेको क्या पहिला यस्तो दामी देखिरहेको छु है सब हिँडिरहेछन् है चिसो चिसोमा क्या अब जाडोमा त घामको महत्त्व हुन्छ गर्मीमा त हुँदैन नि त अनि म कहिले त्यसरी हिँड्ने होला कहिले मेरो यति छिटो छुट्टी हुने होला भन्थेँ कि निसासिएको कि म निसासिएको अहिले म पाएँ नि त त्यो टाइम मेरो आयो नि त अनि तर यो पनि अब कति वर्षसम्मलाई मात्रै हो होइन फेरि त काम गर्न परिहाल्छ अनि जस खुसी लागिरहेछ क्या यतिको पाएर